हेलो गाइज गुड मर्निङ एभ्रिवान है। आज चाहिँ अब हामी यहाँबाट टक्क कालिम्पोङ निक्लिन आँटेका छौँ। अहिले चाहिँ सबैजना रेडी भइसक्यौँ अनि यहाँ चेकआउट पनि भयो अब गर्नुपर्ने। सो केटाहरू पनि यहाँ छ, अरूहरू निक्लिसक्यो उता। ल हामी चाहिँ अब यहाँबाट निक्लिँदैछौँ। केटाहरू यहाँ भित्र छ है। अब भने सिधै हामी जानेछौँ। जाडो समयमा रातभरि लागेको थकान अनि त्यत्तिकै जाडो ठाउँमा बिहान बिहान उठेर साथीभाइहरूसँग गफ गर्दै लेमन टी पिउनुको मजा नै अलग। लेमन टी पिसकेपछि हामी चेकआउट गऱ्यौँ, बिलहरू गऱ्यौँ अनि त्यसपछि हामी कालिम्पोङको लागि आफ्नो बाइकहरू स्टार्ट गरेर चङ्खो मान्छेहरूले चाहिँ अघि बाइक स्टार्ट गरिसक्यो। मेरो चाहिँ अब यस्तो हिलो छ है। अब म मेरो बाइक पुछपाछ गरेर स्टार्ट गर्न आँटेको छु। धुलो अफ रोडमा त्यस्तै अफ रोड होइन, धुलो गाडी त्यस्तै। अनि रुगा लागेर मलाई एकदम गाह्रो बनाइरहेको छ आज। अब यहाँबाट हामी बाइकहरू पुछेर सट्ट चिटी च्याट्ट बनाएर कालिम्पोङतिर निक्लिन लागेको छौँ। यहाँबाट हामी कालिम्पोङमा पुगेपछि तपाईँहरूलाई देखाउनेछौँ कालिम्पोङको भ्यू कस्तो छ, के छ होइन। आज कतिको मन्दिरमा भिड हुन्छ भन्ने कुरा परै गएर हेरौँ है त। मेरो चाहिँ अब यहाँ बाइकले वान ट्याप स्टार्ट हान्छ कि हान्दैन हेरौँ है त। ल वान ट्याप स्टार्ट पनि भयो। अब चाहिँ हामी यहाँ ल त दाइ हामी अब हस् हुन्छ हामी निक्लिन्छौँ। ए ल हस्। राति अब यसरी बेलुकी पनि खडिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद है। आइदिनु भयो सर्वप्रथम तपाईँलाई धेरै धन्यवाद। हजुर फेरि पनि यसरी आउने वातावरण मिलोस् र भेटघाट होस्। यस्तै तपाईँ हाम्रो एउटा फ्यामिलीहरू जसरी चाहिँ रमाइलो गर्न पाइयोस्। ए हस् हुन्छ धन्यवाद दाइ। एकछिन यदि तपाईँहरू पनि कालिम्पोङ जाँदै हुनुहुन्छ भने प्रिन्स होटललाई गुगल म्यापमा सर्च गरेर स्टे गर्न जानु होला है। ल गाइज अब चाहिँ हामी यहाँ प्रिन्स होटलदेखि चाहिँ चेकआउट गरिसक्यौँ। अब चाहिँ हामी यहाँ प्रिन्स होटलबाट निक्लिन आँट्यौँ है। सबैजना साथीहरू निक्लिसक्यो। गुड मर्निङ गाइज। अहिले चाहिँ हामी अब कालिम्पोङतिर बढ्दैछौँ। पछाडि मसँग देख्नुहुन्छ हाम्रा हिरो दाइ वीरेन दाइ। मौसम एकदमै खुलिएको छ, मौसम एकदम खुलिएको छ। जम जाँदैछौँ यहाँबाट। हिमालय पनि पर कस्तो दामी छ है। बस यतिको क्लियर नजारा भएपछि केही चाहिएन। यस्तो दामी छ है, दामी छ है भ्यू। ओ माई गुडनेस वाहु। यहाँ आइसकेपछि त कस्तो मनै है। बस यस्तो दामी। ओ माई गुडनेस वाह। ओ माई गुडनेस। हामीले देख्न सकिन्छ है कालिम्पोङको भ्यू यस्तो दामी। अनएक्सपेक्टेड क्या गाइज। आज कस्तो रमाइलो हुँदैछ है। हिजोसम्म चाहिँ ओभर कजी भएको थियो। ओहो
हेलो जब हामी कालिन्चोक र दोलखा छुट्टिने बाटोमा पुग्यौँ नि त्यहाँबाट हाम्रो सुरु भयो अफ रोड। कुनै ठाउँमा ढलाइ गरेको बाटो थियो भने कुनै ठाउँमा ग्राभेल गरिएको बाटो थियो। अफ रोड त्यहाँको बाटो एकदमै गाह्रो थियो। सानो बाइकले त तान्न नै मानिरहेको थिएन। त्यस पछाडि म र दाइ मिलेर दाइले ठेल्नुभयो अनि मैले बाइकलाई अगाडि मुस्किलले बढाएँ। ल गाइज अहिले चाहिँ हामी ठिक्क यो कालिम्पोङको इन्टर पोइन्टमा चाहिँ आइसक्यौँ। अनि यहाँ तपाईँले देख्न सक्नुहुन्छ यहाँ थुप्रै मान्छेहरू पनि छ। यहाँ देख्न सक्नुहुन्छ यस्तो छ है। अब हामी यहाँबाट चाहिँ जानुपर्ने चाहिँ मास्तिर रहेको छ माथिको मन्दिर। अनि अब यहाँ दुईवटा अप्सन छ हामीसँग, एउटा हिँडेर जाने, सायद त्यो उकालोको बाटोबाट हिँडेर जाने हो। अनि त्यही केबुल कार पनि छ। पर हेरौँ न है, बिचबाट हेर्नु त परतिर हेर्नु त यस्तो दामी होइन। भिडियोमा मात्रै देखिन्थ्यो, आज आइपुग्यो होइन। साह्रै खुसी लाग्यो है। अब जे जस्तो बाटो खराब भए पनि दुःखै भए पनि यहाँ आइपुग्दाखेरि एकदम खुसी लागिरहेको छ। फोटो सेसन भइरहेको छ। कालिम्पोङको चाहिँ यस्तो भयो। हामी चाहिँ कालिम्पोङ पुग्यौँ। हामीले चाहिँ यहाँ अब हेरेर रमाइलो गर्दैछौँ एकदम फिल गरेर होइन। तपाईँहरू चाहिँ अब हेरेर रमाइलो गर्नु होला भिडियोको मार्फत है। जतिसम्म बाइक अगाडि जान्छ त्यतिसम्म चाहिँ हामी जाने नै छौँ। त्यहाँबाट चाहिँ हिँडेर जान्छौँ। कालिम्पोङको भ्यू कालिम्पोङमा यात्रुहरू ठिकै छ। My goodness, what is this guys? Oh, this is a beauty of our Nepal. भनिन्छ नि नेपाल विश्वभरिमै प्राकृतिक सुन्दरताले भरिएको धनी राष्ट्र हो भनेर। तर जबसम्म हामी आफ्नै देशभित्र ट्राभल गर्दैनौँ तबसम्म यसको वास्तविक अर्थ बुझ्न सक्दैनौँ। आज म दोलखा जिल्लाको सुन्दर ठाउँ कालिम्पोङमा पुग्दा यही कुरा गहिरो रूपमा महसुस गरेँ। यहाँको हिमाल, बादल, शान्त वातावरण र प्राकृतिक दृश्यहरूले मेरो मनलाई यस्तो अनुभूति गरायो कि नेपाल कति सुन्दर छ भन्ने कुरा मैले अझ स्पष्ट रूपमा बुझेँ। ल बिस्तारो भए पनि हिँड्दै हामी गन्तव्यसम्म गन्तव्यलाई अगाडि बढाउने क्रम जारी नै छ। हामी चाहिँ अब मन्दिर एरियातिर प्रस्थान
आएपछि सबै दशा गरा के सबै हटेर जाओस् है, राम्रो होस् अबको दिनहरूमा, नराम्रो कुराहरू सकोस्। कोरियामा पनि वीरेन दाइको राम्रो होस्। जब हामी कालिन्चोकको मन्दिरमा पुग्यौँ तब हामीले लिएको पूजाको सामग्रीहरू खोल्यौँ, त्यहाँ अर्पण गऱ्यौँ अनि हामीले जे जस्तो पनि भाकलहरू राखेको थियौँ, विसहरू माग्यौँ अनि त्यस पछाडि हामीले पूजा सामग्रीहरू सबै लगेको सामग्रीहरू त्यहाँ अर्पण गऱ्यौँ अनि त्यसपछि हामी फेरि हामी फर्किने तर्खर गरेर हामी फर्कियौँ। हामी चाहिँ यता परको साइड चाहिँ नगएको, किनभने यहाँ अति नै भिड भयो है। यहाँबाट चाहिँ हामी फेरि फर्किँदैछौँ। पुगिसकेका छौँ। अहिले चाहिँ करिब रातिको 2:30 भइसकेको छ अनि धेरै चिसो पनि भइरहेको छ होइन। अगाडि चाहिँ एकदम बवाल चिसो भइरहेको थियो, अहिले चाहिँ अलिकति अब राम्रो भइरहेछ भनौँ होइन। अब बाइकमा आएको थियो त्यही भएर हुनसक्छ। अहिले चाहिँ खानासाना खाएर अब हामी चाहिँ सुत्नु लागेको। अब भोलि बिहान चाहिँ हामीले निस्किनु पर्ने हुन्छ। आज पनि रमाइलो भयो, आजभन्दा बवाल रमाइलो चाहिँ भोलि हुनेछ होइन। तपाईँहरू चाहिँ भ्लग हेर्दै गर्नु होला होइन, बवाल भ्लग आउनेछ अनि सपोर्ट गर्नु पनि नछोड्नु होला। सो गाइज आजलाई चाहिँ यति नै होइन। हामीले खाना पनि खाइसक्यौँ अनि यहाँ चाहिँ एकदम चिसो छ। बाइकहरू धेरै चलाएर थकाइ पनि अलिअलि लागेको छ। हेर्दै गर्नु होला गाइज, किप वाचिङ एन्ड डोन्ट फर्गेट टु लाइक, सेयर एन्ड सब्सक्राइब माई च्यानल। यस्तै भिडियोहरू आउनेछ। आजलाई भने चाहिँ यति नै। बाँकी म तपाईँहरूसँग नेक्स्ट भिडियोमा मिल्नेछु। अहिलेलाई भने बाई बाई, टेक केयर योर सेल्फ।